Hello and namaste everyone, once again welcome back to my YouTube channel and सबैजना सन्चै हुनुहुन्छ होला अनि हामी पनि एकदमै सन्चै छौँ हैन अनि अहिले चाहिँ बिहानको 9 जति बज्यो अनि हामी चाहिँ आज साथीको बर्थडे छ अनि माथि फिल्म सिटी ढाङ्ने जाँदैछौँ अनि मासु सासु लाने अनि त्यही हल्का हुन्छ नि रमाइलो गर्ने भन्ने हुन्छ अनि आज हामी अब अहिले कलेज जाँदैन हैन त्यही हो अनि यता छ हाम्रो रन्डा साथी अनि यो र म चाहिँ अहिले खैढुङ्गा जाँदैछौँ होइन अनि भ्यू चाहिँ यति भवाल आइरहेछ होइन सो त्यही हो अहिलेसम्म तपाईँहरूले लाइक सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ लाइक सब्सक्राइब गर्ने मन परेको हुन्छ मिठो कमेन्ट गरिदिनु होला त्यही हो है यस्तो हुँदैछ होइन हाम्रो चाहिँ यता एउटा बर्थडे बोय चाहिँ यता हेलो भन् अनि अर्को बोय ए बर्थडे बोय यता हेर अनि दुइटा चाहिँ एउटै दिन पैदा भयो अरे होइन महिना फरक एउटै दिन अब त्यही हो अब चाहिँ हामी माथि जाने हो होइन सो के हो हाम्रो ज्याङ्गो एउटा छिपेको बोका त्यता छ त्यो अब चाहिँ हामी सामानहरू चाहिँ के हो ग्याङ अहिले चाहिँ हामी माथि होइन त्यो त्यही हो होइन यस्तो छ बाटो चाहिँ अनि यता हाम्रो ग्याङहरू यस्तो छ माथि पुग्नुपर्छ 2 घन्टा पुग्नुपर्छ होइन माथि ओए पावर ब्याङ्क कसको ब्यागमा छ यो ब्यागमा छैन यहाँ चार्ज सक्यो होइन एकछिन ल खडुङ्गा बजार यो तलतिर हो होइन त्यही हो अनि खडुङ्गा त्यो बजार होइन नि होइन त्यही हो 2 घन्टा उकालो जानुपर्छ होइन ग्याङ हामी चाहिँ 2 घन्टा अलिक लाग्दैन होला है 1 घन्टा आधा लाग्छ त्यही हो अझै माथि गएर बनाउँछु त्यही हो हाम्रो जन्तीजी लाइनै हो फाइनली ल हामी चाहिँ माथि डाँडामा आइपुगिसक्यो होइन अनि अझै अलि राम्रो देखाएको छैन अनि यो चाहिँ खैढुङ्गा बजार हो कि होइन यही अनि यो पोखरी यो पराको आहाल डाँडा हो हाम्रो सो हाम्रो केटाहरू माथितिर हो त्यस्तै छ एकदम रमाइलो भइरहेको छ ग्याङ होइन सो त्यही हो सास पनि फुलिरहेको छ पावर ब्याङ्क छ चार्जको टेन्सन नगरी हुन्छ आज मेरोमा छ ल ग्याङ अहिले चाहिँ हामी जाँदैछौँ अनि हाम्रो स्पेसल कार झ्यानाकुटी हाम्रो ड्राइभरमा दाजु यता हेर्नु त त्यही हो ग्याङ लास्ट रमाइलो हुन्छ बर्थडे पनि हाल्नु भन्नु त ल बब्बा रमाइलो भइरहेको छ ग्याङ होइन त्यही हो हाम्रो सेन्टी बोय 1 2 3 यता यहाँ अफ्रिकाबाट एक्सपोर्ट हानेको हामीले आजको लागि डिजेको लागि तर डिजे बनेन त्यो भएर डिजे चाहिँ यता एउटा बर्थडे बोय यता है क्या गोरे हुन्छ यता क्या गोरे आएको अनि भने क्या मतलब झन् गोरे आयो क्या अर्को चाहिँ हाम्रो यहाँ अनि त्यही हो बबाल भइरहेको छ रमाइलो नि अनि यहाँ चाहिँ यति बबाल भ्यू छ यता हाम्रो गरिसक्यो अनि यहाँनिर चाहिँ 2टा मान्छे डेटिङ आएको छ क्या देख्न सक्नुहुन्छ सो त्यही हो अब चाहिँ हामी एकैचोटि डाङ्मे गएर बनाउँछु ल डिलमा आइपुग्यो भने हामी अब यहाँ एकछिन बसेर रेस्ट गरेर जान्छौँ सो त्यही हो चिच्यान हो केटा हो सब चिच्या त यो राणा चाहिँ 1 नम्बरको बोका 1 2 3 हो क्या उफ्री चिच्या भात खायो पुग्छ हेर्न सक्नुहुन्छ ग्याङ हामी चाहिँ माथि यो डाँडा कटेर जानुपर्छ यो माथिको डाँडा होइन यो कटेर जानुपर्छ सो थियो ल लाइक सब्सक्राइब गर्नु पऱ्यो है ग्याङ ल है ल ग्याङ त्यही हो अलि चाहिँ हामी आधा बाटो आइपुग्यो अनि हिजो परेको थियो अस्तिको दिन अनि त्यही हो ग्याङ यस्तो छ हाम्रो पारा यस्तो छ ओए दामी कुहिरहेको ओए चाहिँ मलाई एम पाइरहेको छ है
त्यही हो सरले कल गरिरहेको छ प्र्याङ्क हान्दैछौँ सो त्यही हो होइन अनि यहाँबाट देख्न सक्नुहुन्छ यस्तो बवाल धुवी हेर त ल यस्तो दामी कुरो तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँ बवाल हुँदैछ हाम्रो ग्याङ हो यतातिर है न्याउली होइन देख्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ होइन यहाँ चाहिँ हिउँै हुन्छ होइन अनि झन् डाङ्गे पुगेपछि योभन्दा डेन्जर हुन्छ अहिले चाहिँ यस्तै चल्दैछ होइन सो त्यही हो आजभन्दा अलिक बढी बाटो आइपुगिसक्यो दिनु होइन नि यो ब्याग बोक्दा गली गइसक्यो यो बर्थडे बोय चाहिँ अनि माथि पुगेर म बोक्छु अब योलाई चाहिँ योले केही बोक्छ नि यो राणाले चुप बोक चुप्लाएर बोक जान्छ हो त्यहीँ राख यस्तो यो बच्चा जस्तो गाडी खेलिरहेको छ कि बिलास हो भने यस्तो छ होइन त्यति दामी छ होइन होइन अब भ्यू चाहिँ तपाईँहरूले भन्नै पर्दैन देख्न सक्नुहुन्छ अनि नहाने ओइ फाइनली ग्याङ हामी चाहिँ आइसक्यो होइन अब डाङडुङ आइपुगिसक्यो अब अलि माथि नै जाने हामी चाहिँ अनि त्यही हो यस्तो यस्तो दामी छ होइन फाइनली डाङडुङमा आइपुगिसक्यो सैलुङ भन्ने हुन्छ सैलुङ र डाङडुङ खासै फरक छैन होइन अनि यो स्नो छ होइन पुरै हिउँ अनि केटाहरू मासु पोल्नुलाई ल त अनि यस्तो छ हाम्रो केटाहरूको हाल खबर अनि यहाँ चाहिँ फेरि पर्नु लागिसक्यो हिउँ अनि यहाँ चाहिँ एउटा स्नोम्यान छ होइन यस्तो दामी हुँदैछ कि अब एकैचोटि मासु पोल्नु बनाउँछु त्यही हो सात पनि बल्ल आइपुग्यो केटा हो होइन अब भर्खर डाङडुङको टपमा आइपुग्यो हामी यो चाहिँ अप्पर डाङडुङ होइन मासु सासु बनाउँदैछ केटा हो त्यहाँनिर मासु बनाउने हामी चाहिँ झिका खाउँछ हो कि अनि यस्तो दामी भइरहेछ कि 600 3 जम्मूको 600 थियो 450 तँसँग थियो अनि मैले उयो केटाहरूसँग मागेर हालेको त्यही हो ल ग्याङ अब चाहिँ भर्खर कुक्चो खाएको होइन अनि यता हाम्रो कुक्चो छैन तानो बर्थडेको एउटा यहाँनिर चाहिँ सागु भइहाल्छ मासु 6 किलो मासु 8जनाले खाने प्लान हो हाम्रो चाहिँ यतै 4 6 किलो यहीँ हाम्रो सेफ ल ग्याङ अहिले चाहिँ हाम्रो मासु पोलेर खाने पार्टी हुँदैछ के भन्छ ल यहाँनिर टक्क हाम्रो मासु टक्क लाएर यता हाम्रो भाइ सेफ ल केही भनिदिनु चाहनुहुन्छ यता हाम्रो ग्याङ यहाँबाट चाहिँ हामी पर होइन टक्क लाएर यो देखिरहेको छ कि कालिम्चोक देखिरहेको छ कि अनि अहिले चाहिँ हाम्रो मासु पोल्दैछ अनि अहिले चाहिँ हाम्रो अहिले 2 बज्यो अनि हामी चाहिँ अब एकैचोटि 5 बजेतिर जान्छौँ अब घर चाहिँ अनि मासु पार्टी चाहिँ यस्तो बर्थडे पार्टी ल सो ग्याङ हाम्रो चाहिँ अब पार्टी यहीँ सकिसक्यो होइन अनि बर्थडे पार्टी सक्यो यहाँतिर अब एकछिन आगो नि तापी चाहिँ नगर्न आगो नि ताप्यो त्यसपछि अब यहाँ भाइले चाहिँ एउटा खतरा गाडी भेटेको छैन उतानिर हो अनि त्यही हो अब चाहिँ बिस्तारै घर फर्किने अब फोटो खिच्छौँ हामी होइन त्यसपछि चाहिँ हामी घर जान्छौँ सो
त्यही हो अब नेक्स्ट भिडियो कहिले आउँछ अलि थाहा छैन होइन सो त्यतिखेरसम्मको लागि बाई बाई भन्नुपर्छ सो टेक केयर ग्याङ बाई बाई